नमस्कार सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। सबैजना आरामै हुनुहुन्छ होला र म पनि आरामै छु। फाइनली लगभग 2 महिनापछि मैले चाहिँ भ्लगिङ स्टार्ट गर्दैछु, किनकि म हल्का व्यस्तताको कारणले चाहिँ मैले भ्लग हाल्न पाएको थिएन। हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि हामी टक्क लगाएर सबैजना भएर आज चाहिँ खोलामा माछा हन्टिङ गर्न देख्न सक्नुहुन्छ। म चाहिँ आज बाटाबाट स्टार्ट गरेको छु भ्लग। हाम्रो गाउँ ठाउँ टक्क लगाएर आज चाहिँ बाटोबाट भ्लग स्टार्टिङ गरेको लगभग 2 महिना भएको थियो मैले भ्लग नहालेको। हिजो माछा मारेर तिरपालभरि माछा मारेर लिएर आएको थियो। आज चाहिँ हाम्रो पालो, हामी चाहिँ 4-5 जना छौँ, टक्क लगाएर माछा मार्न हिँड्दैछौँ। खै हामी चाहिँ सामान स्याहार्नु पर्यो। बुढा खै बत्ती दुकानमा आज कति मारिन्छ कुन्नी माछा हन्टिङ गर्न हामी कति लगभग 11 बजिसक्यो, 11-12 बजिसक्यो। हामी चाहिँ माछा हन्टिङ गर्न गइरहेछौँ। ल भन्न ल बत्ती यहाँ चाहिँ पहिला च्याउ खेती थियो, पुरै च्याउ खेती। केमा हाल्ला नि त्यो साउन्ड सिस्टमहरू चाहिँ हाम्रो पुरै छ। यहाँ चाहिँ पुरै साउन्ड सिस्टम हाम्रो यो। होइन तिरपाल लग्ने हो र, बोरा छ के अरे? हल्का नि हुन्छ त्योभन्दा बरु यो लगाउँ होला। के यो भयो इनफ हुन्छ हो। हामी चाहिँ बाटोमा गएर भेट्ने त यो फिस हन्टिङको लागि बिस लिएर मौवाको बिस टक्क लगाएर 1 2 3 4 5 जना छ हाम्रो नयाँ ब्रदर। हजुरको इन्ट्रो दिनु न। म यिनीहरूको अङ्कल हो। अङ्कल हाम्रो नि अङ्कल, हाम्रो त मामा हो। आजसम्म माछा पक्रे होइन हो, आज हजुरलाई माछा पक्रिदिन्छौँ है। खतरा माछा पाइन सकिन्छ। खतरा ठुल्ठुलो माछा पाउँछ हाम्रो यहाँ। अरे उता बिस्नुस गर्छ माउनलाई जाउट निस्किन्छ थाहा हुने माछाले भाँडै ल्याएन। यत्रो बिस छ यहाँ। यो चाहिँ मौवाको बिस। बिहान गएर काट्न गएको। बिहान नि मैले भ्लग स्टार्ट गर्थेँ तर फोनमा चार्ज थिएन, त्यही भएर मैले बिहान स्टार्टै गरेन। टी सर्ट लगाएर टक्क जाऊ न एउटा बोरा हाल्ने खुब धेरै पाउने के मसित छ पकेट। अब चाहिँ कतिको मारिला त माछा सुन्दै, कतिको मारिन्छ माछा। आजलाई पक्कै ल्याइन्छ पुग्ने साझ हो। हामी आउनु चाहिँ अब तिरपाल सब्बल त्यो पनि 20, यो पनि 20। माछा खुट्टाले रगटी हामीले चाहिँ 20 माछा गरेर हामी चाहिँ जाने चाहिँ पक्कु त हो। टाढै छ, यहाँ जुम गरेर मिलेको छैन सामान झाप्न। टाढै हामी चाहिँ जाने त्यो डाँडा र यो डाँडाको बिचमा गहिरामा जाने हो। चार्ज कति छ? चार्ज छ मेरो फुल। अब यो चाहिँ सबै बारीहरू, उतै हाम्रो स्कुलहरू छ। अब बन्डीमा खोलामा आइपुग्यो हामीले। खोलामा आउनु साथसाथै
कन्टेन्ट मात्रै हुने भयो काफल पनि खानु पर्यो नि यार कस्तो काफल खान्छ पाइन्छ क्या कस्तो मस्तको काफल छ यहाँ चाहिँ टाभरि पाकेको छ राति रातो कति खाने काफल अब हामीले अब रिसन्दै यो चाहिँ मेरो मामा लाएर काफल खाँदै माछा मार्दै हामीले मार्न भनेर आएको ठाउँमा चाहिँ मारिदिइसक्यो क्या माछा खोजिसक्यो क्या हो कति अमिलो हो माबालाई टिप दिनु पऱ्यो हालहरू खताउनु सक्नुहुन्न कति मिठो हो तल तल अमिलो छ घर बसेर पनि के गर्ने हो भनेर हामी चाहिँ उठेर जोस जागरका साथ जिन्जीहरूको जोस जागरका साथ हामी चाहिँ माछा हन्टिङ हान्न आएको सिलसिलामा त्यस टाइम पास पनि हुने माछा पनि मार्ने काफल पनि खान पाउने खोलातिर डुल्न पनि पाउने हाम्रोमा भर्खर विदेशबाट आएको त्यही भएर खोलामा डुलाउनु लिएर आएको के अरे माछा पनि खासै पाइला जस्तो आश छैन ल मामा खानु न ल काफल बुट्टाभरि चाहिँ जति खाए पनि दिनभरि रातभरि खाए पनि माछा काफल त हाम्रो मार्ने प्लान चाहिँ यहाँ थियो मार्दी भएन अब हामी चाहिँ माथि जानु पर्ने अर्को डेस्टिनेसनमा स्ट्यान्डै छैन यो भिडियो बनाएको स्ट्यान्ड थियो स्ट्यान्डै हराएछ क्या काफल खाँदा खाँदा पनि मिच्छ्यो म त अस्ति भर्खर आयो यही बुट्टामा खाएर गएको खासै पाएको थिएन अहिले त राटै छ छ यहाँ क्यामेरामा खासै देखेन होला राटै रातो छ बुट्टाभरि मेरो कान राम्रो कान छ नि त ल जाऊँ अब अर्को माथि डेस्टिनेसनमा यस्तो छ नि पसङ यो चिलाउनेको बोक्रा हुन्छ नि छिप्पिएको त्यसले पनि मर्छ माछा तर चिलाउँछको बोक्रा हाम्रो खै मङ्गला पुलतिर खेतहरू छ सबै यहाँ चाहिँ अब त्यो पुलमा नुहाउन आउँछौँ नुहाउनु चाहिँ आउने काफल खाने माछा भएर यहाँ छ मार्नु सके बार दामी दामी माछा छ यहाँ सानो सानो उता छ ठुल्ठुलो माछा चाहिँ यहाँ चाहिँ अब अरू मिहिनेत गर्नुपर्छ यहाँदेखि यस्तो यहाँ चाहिँ कुलो खनिदिनुपर्छ पानी चाहिँ यताबाट हालिदिने उताबाट ढाकेर अनि यो चाहिँ पानी सुकाएर हामीले चाहिँ बिस कुचेर हाल्नुपर्छ अनि बल्ल माछा मर्छ यहाँ त माछा छ त यार दामी दामी छ यहाँ एउटा मरेछ देखेको नै ऊ त्यहाँ पाछिम त्यो रातो रातो पाछिम ऊ माछा यहाँ मार्न सकिन्छ कि नै हामीले यहाँ यताबाट लगाउन सकिन्न माछा त दामी दामी छ यहाँ हरिब छ माछा त यस्तै कामले पोलो हाफ पिसर लगाएको छ यार ओके तरी घुमाउने क्या कहाँ खाने बस्छ नि त्यो त्रिपल्ला के लाएर
त्रिपाल बिछाउने सट्ट उता मुहानतिर त्रिपाल बिछाउने अनि राति काट्दैन गरम ल यहीँ मारौँ न त पहिला उता एउटा चुनेर खाऊँ यो एउटा सबभन्दा गहरा स्पट न अरू छ सबभन्दा डिपमा आउँछ र धेरै माछा यहाँ छ क्या वाइल्ड माछा जम्मी दामी छ यहाँ माछाहरू चाहिँ भान्जा अहिले छोप्न आउँदा पनि आउँदैन ल खै कता माछा म माछा सम्म आउने पो त चलाएर पनि नहुँदैन समुद्रमा गाउँघरे माछा हो नि त लोकल हो नि त ल अब सुरु गरौँ हामीले चाहिँ सुरु गर्छ एकछिनमा भेट्ने है त माछा मार्न सुरु हुँदैछ है हाम्रो पानी पऱ्यो यार माछा मार्न आएको त अझै पानी पर्नु पर्ने कस्तो दिनमा आइएछ हामी मिहिनेत गर्दै थियौँ हामीले यहाँ चाहिँ ल ढुङ्गा त्यहाँ बुढा माथि राख त्यत्रो होइन कि अलिक सानो ठिक्क ठिक्कको पानी परिदियो त यार पुरै पानी पर्यो छिप 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 पानी पर्यो अब मोबाइल राख्ने प्लास्टिक पनि ल्याएन गाह्रो पो पर्ने भयो त वाटर प्रुफ भनेर भन्छ आइफोन हो वाटर प्रुफै हो पनि रेस्ट लिनुहुन्न एकसी हुन्छ नि त पानी परेर सब अब यहाँ चाहिँ माछा वाइल्ड थियो कहाँ हामी चाहिँ यहाँ पानी चट्टै यताबाट पानी सट्ट लगाएर ठुलै कुलो पानी फाल्थ्यो नि त्यहाँ बिस मिचेर 20 माछा हाल्ने भनेको पानी चाहिँ ठुलै पऱ्यो क्या खै यार प्लास्टिक पनि छैन मोबाइल हाल्ने अब यो प्लास्टिक खाली गर्नु यो पर के हो र खाली गर्नु 20 कस्तो हुन्छ 20 यो चाहिँ 20 खुट्टाले माडेर हाल्ने यसको रस मै पानी पऱ्यो चौपट भयो नि प्लान हाम्रो यार खाली हात गरेर जानुपर्छ क्या यत्रो आएर यत्रो मिहिनेत गरिसक्यौँ हामीले लगभग 1.5 घन्टा मिहिनेत गरेको हामी लाग्नु भएन यार ल अहिले चाहिँ हामी एकछिनमा भेट्नेछौँ माछा मार्दैछौँ मैले मोबाइल सेफमा राख्नुपर्ने छ होइन त जारी छ अघिसम्म पानी परेको थियो अहिले पानी बिसाइसकेको छ हामी चाहिँ यहाँ पानी चक्राक गराइसकेका छौँ त्यहाँ अब थोरै छ त्यो चाहिँ बिस हालेर मिचेर अब त्यहीँ मारिन्छ यो चाहिँ डक्क यता आएर पानी यस्तो ल्याइसक्यौँ हामीले चाहिँ भइसक्यो यहाँ औला हात दुखिसक्यो यस्तो भयो हाती नङहरू पनि अब सुरु छ त पाइएला त माछा कति पाइएला त कामदारहरू होइन कामदारहरू कति पाइन्छ होला त माछा आज हामीले त्यहाँ चाहिँ पानी अलि धमिलो छ सङ्लो हुन दिनुपर्छ त्यसपछि अब यहाँ पनि मार्ने कुरो छ पानी यताबाट खोलेर अनि त्यहाँ जाली राखेर यहाँ चाहिँ मार्ने कुरो छ यतिमा यहाँनिर माछा रहेछ अब कति भेटाइला त माछा माछाको पानी सुकाउने अनि यहाँबाट पानी गरेर 20 मिनट नै पुरै एरियामा मार्ने क्या होइन के गर्छौ अनि त्यहाँको पानी पुरै खोलिदिने क्या अङ्कल कस्तो छ माछा तिम्रो मामा हो मामा ट्र्याप गर्ने कोसिस गर्दैछु खोलामा चाहिँ माछा यो र भएको यही चिनीले गर्दा हो के त्यहाँ माछा जान्छ क्या अहिले फेरि माछा पर्छ होइन हेर पहिला भोटी माछा पर्छ अहिले ल कता राख्ने यो राख सादा भुक्ला बान्दा पखाले ल्याउन अलिकति यहीँ पखाल नास्ता खाने कार्यक्रम सब सकिसकेको छ हाम्रो चाहिँ नास्ता खाएर अब यहाँ माछा छोपेर अब अर्को डेस्टिनेसनमा जानेवाला छौँ यहाँ चाहिँ लास्टै मिहिनेत गरियो तर मिहिनेतको फल जस्तो पनि खासै निस्किएन पानी थाप्नु पऱ्यो अब यो रेडबुलको क्यानमा अर्ग्यानिक ताजा ताजा पानी
त्यही थाप्नु है मैले चाहिँ यता थाप्छु कस्तो हुन्छ टेस्ट टेस्ट बवाल हुन्छ यो यसरी थाप्नुपर्छ पानी अब कति मिनटमा भरिन्छ यो चाहिँ हेर्दै जानु अब इन्स्टा वाट्सएप छ सारा भिडियो मलाई पनि सेयर गरिदिनु हस् यो अब कति बेला भरिन्छ पानी चाहिँ तप 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 चुहिरह यो चाहिँ 24 घन्टा हो ए 24 घन्टा कताबाट आउँछ यो यहीँ उम्रिन्छ पानी यहाँ यसको भित्रबाट आउँछ जमिनभित्रबाट आउँछ ल हामी चाहिँ एकछिनै भेटौँ है त ल हामी चाहिँ अर्को डेस्टिनेसनमा ट्याक्क माछा छोप्नु है त फेरि पनि अघि नैको प्रोसेस गरेर हाम्रो माछा चाहिँ यति भइसक्यो है एक छाक पुग्छ आजलाई पाँचजनालाई बियरसँग सिजन पुग्छ ओहो कति ठुलो बुझिन्छ यहाँ ठुलो छ यहाँ हेर माछा ल यहाँ रहेछ बुझिनु अझै ऊ एउटा सानो ऊ यता ऊ यहाँ ऊ म छोडेको किन उता माथि गयो एउटा ऊ यहाँ एउटा गयो कि भर्खरै उहीँ गयो के हो त्यस्तै गएको त्यहाँ एउटा ऊ एउटा गङ्गोटा यहाँ बल्ल केही होला जस्तो छ आशा पलाएको छ हामीसँग यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन आजको लागि लास्ट यो चाहिँ माछा भाग्यो त थाप्नु ठुलो बुढो नि हाम्रो चाहिँ माछा मार्ने सिलसिलामा चाहिँ आज पलाएर हामी फेरि यहाँबाट यस्तो कुलो खनेर यताको पानी सुखाएर बिस माडेर हामीले चाहिँ फेरि पनि जारी राखेका छौँ ज्यान दुख्यो त कुकुरको ज्यान दुख्यो त आज चाहिँ मजाले सुत्ने हो खाना खाएर टक्क माछा हाम्रो लगभग 250 ग्राम जति छ दुई ठाउँमा अझै हामीले माथि मार्न पाएको भए चाहिँ अझै आउँथ्यो होला यसको डबल आउँथ्यो माछा चाहिँ थम्मेलको लागि टक्क लगाएर माछा लास्टमा बुढुनी पाइयो हाम्रो मारिदिने कहाँ जाने हो भिडियो बनाउन अल्छी लाग्ने पनि अरे खोज्ने अल्छी लागेको छ नि अन्त म चाहिँ बसेर हेर्नु पर्यो एकछिन गङ्गटा भाग्यो माछा हामी चाहिँ सक्क माछा मारिसक्यो अहिले लगभग 4 बजिसक्यो 4:30 जति भइसकेको छ माछा मार अब हामी चाहिँ अब 1 घन्टासम्ममा जानु पर्ने हुन्छ रात पर्छ गङ्गटा भेटायो फेरि ठुलोवाला
ल हामी चाहिँ अहिले बाटोमा गएर टक्क भेट्ने है त ल लाग्यो हामी चाहिँ अब फाइनली माछा मारेर घरतिर यो चाहिँ तिरपाल र बोरा लिएर टक्क फाइनली अब चाहिँ घरतिर लाग्यो हामी चाहिँ माछा त्यति पाइएन लगभग 250 ग्राम जति माछा पाइयो त्यतिमा खुसी हुनुपर्छ अब ओ भाइ सफल लगाइ त बोकेर आउने हिँड्ने जाने कि नजाने फेरि बर्बाद अब यही घरतिर लाग्यो अब घर एकचोटि माछा हेरौँ त्यसपछि आजको लागि सकिन्छ घर अब भला इन गर्ने बेला भएको छ घर माछा देखाएर इन गर्ने हो आजको माछा हन्टिङ राम्रै भयो भनौँ फाइनली हामी चाहिँ माछा लिएर आइसकेका छौँ टक्क लाएर खोलाबाट हामी घर आइसकेका छौँ माछा देख्नुहुन्छ गङ्गटा माछा धोको मान्छे त्यसै छैन हाम्रोमा भाइस क्याप्टेन यो चाहिँ गङ्गटा कति धेरै छ माछा चाहिँ हामीले धेरै पाएन यति हो आजको लागि आजको लागि भिडियो पनि यति नै अब नेक्स्ट डे नेक्स्ट न्यू भिडियोमा भेट्नेछु हस्त नमस्कार बाई सी यू